जोडिदिनु होला म मासतिर खोला पत्ता लगाएर पनि सुई फेरि गीत गाउँदै ल्याइहाल्छु गीत गाउँदै नाच्दै हो आवश्यक छैन होला यहाँहरू सबैजनालाई म श्रम संस्कृतिमा स्वागत गर्न चाहन्छु र अन्त्यमा मैले यहाँलाई अब यो श्रम संस्कृतिमा हामी जोडिनुपर्छ भन्दै म तपाईहरु सबैजनाले सामूहिक रूपमा आफू उभिएको जमिन तपाईको माटो कि तपाई उभिएको जमिनको माटो दाहिने हातले एकचोटि यसो उठाइदिनु न अलिकति धुलो होइन यो मेरो देशको माटो हो हिलो होइन यो मेरो देशको माटो हो भनेर है सबैजना उभिदिनुहोस् प्लिज सबैजना उभिदिनुहोस् अब हामी एउटा प्रतिबद्धता जाहेर गर्छौं है सबैजना पछाडीतिरका साथीहरूले पनि तपाईहरु जहाँ उभिनु भएको छ तपाईहरुले हैन म त यो पार्टीको भनेर नभन्नु होला है पार्टीको बारेमा धेरै लामो गफ गर्नुपर्ने छ है 100 तपाईको चाहिँ नि 200 वटा पार्टी छ काम छैन हाम्रो अब काम गर्नुपर्छ तपाईहरु सबैजनाले श्रम संस्कृतिमा म स्वागत गर्न चाहन्छु सबैजनाले आफू उभिएको जमिनको पवित्र माटो तपाईहरुले चाहिँ दाहिने हातले मुठ्याइदिनु होला प्लिज र त्यो तपाईको चाहिँ नि दाहिने हातको तपाईको चाहिँ नि मुठीमा भएको माटो शहीदको मुठी तपाईको देब्रे छातीमा तपाईले राख्नु त एकचोटी देब्रे छातीमा मुटु जहाँ तपाईको मुटु ढुक ढुक भनेर मेरो देश मेरो माटो भनिरहेको छ त्यहाँ राख्दिनु होला र म सबैजनालाई अब यो माटो प्रतिको तपाईहरुको प्रतिबद्धता तपाईको गराउन चाहन्छु यहाँहरु सबैजनाले मलाई होइन म नाथे कोही होइन म हर्क साम्पाङ होइन मैले भने नि त हैन हर्क साम्पाङ पनि होइन म है म एउटा श्रमदाता हो यसरी बुझ्नुस् मलाई होइन श्रम संस्कृतिलाई होइन यो भोजपुरलाई यो देशलाई यो देशको माटोलाई यो देशको भोजपुरको माटोलाई यो देशको माटोलाई तपाईले अब वचन दिनुपर्छ यो देश बनाउने हो यो देश बनोस् कि बिग्रोस् हो यदि त्यस्तो लाग्छ भने यहाँहरु सबैजनालाई म भन्न चाहन्छु म जे भन्छु त्यही भन्नु होला म तपाईको नाम भनिदिनु होला आफ्नो नाम सबैले भन्नु होला जोडले भन्नुहोस् चोर्नु लजाउनु पर्छ चोर्नु लजाउने हो भ्रष्टाचार गर्नु लजाउने हो गुण्डागर्दी गर्नु लजाउने हो तर माटोलाई वचन दिँदाखेरि लाज लाग्नु हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरु म नाम भन्नुहोस् आफ्नो यो देशको माटोलाई भोजपुरको पवित्र माटोलाई छोडेर यो देशको माटोलाई सबैले भन्नु होला उच्च स्वरमा यो देशको माटोलाई यो देशलाई वचन दिन्छु कि श्रम संस्कृति पार्टीको विधानलाई परिपालना गर्दै श्रमदानको महाअभियानमा लाग्दै यो देशको स्वाधीनता भौगोलिक अखण्डता सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तो सुकै कठिन परिस्थितिमा पनि सदैव प्रतिबद्ध कटिबद्ध सचेत र सक्रिय रहनेछु आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी छाड्नेछु एउटा सच्चा र स्वाभिमानी देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु प्रकृति संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्रै मानव संसारको र जगतको रक्षा र उन्नति गर्न सकिन्छ अनिवार्य श्रम र श्रमदानको नीतिले मात्रै देशको अभाव र गरिबीको अन्त्य गरी
उत्पादन र निर्माण गर्न सकिन्छ भन्ने दर्शन हर्कवादलाई आत्मसात गर्दै उच्च निष्ठा नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको श्रमदान अभियानमा निस्वार्थ भावले लागि पर्नेछु र लागिरहनेछु। म हुँ श्रमदाता। सबैले भन्नुहोला म हुँ श्रमदाता। मैले सुनिन म हुँ श्रमदाता। हेर्दिन म अरूको आस, बन्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हलोसरी जोतिन्छु म, हलोसरी जोतिन्छु म मेरै देशको माटोमा, आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, वास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ कसको आशा हेर्ने। म हुँ श्रमदाता। जय देश, जय माटो, जय स्वाभिमान, जय श्रमदान। यहाँहरू सबैजनालाई धन्यवाद छ। यहाँहरूले